हेलो गाइज, अगेन वेलकम ब्याक माई भ्लग। केटाकेटी घुमाउने क्रममा आज पनि म फेरि यिनीहरूलाई नै घुम्न लिएर गएको भिडियो लिएर आएको छु। आज चाहिँ हामी भक्तपुरको राधे राधे चोक नजिकै एउटा खेल्ने ठाउँमा लिएर जाँदैछौँ। हाम्रो चाहिँ सारिकालाई स्कुटी चढ्यो कि निन्द्रा लागिहाल्छ, त्यही भएर निन्द्रा नलागोस् भनेर मैले बोलाइ गरेर इरिटेट पारिरहेको छु, आँखा हेर हेर भन्दै। कस्तो घाम गरिरहेको भने घाम हेर घामले आँखा हेर्न सकेको छैन कि छोरी छोरी बोल्दिनौ त। घामले गाह्रो भएको थियो कि भएको छैन भने अब हामी लगभग आउने लागिसकियो। त्यही बेलामा मैले यो सारिका के गर्दैछन् भनेर हेर्नको लागि एउटा सानो क्लिप लिएँ। हाम्रो पनि कति बाटोको भिडियो बनाउनु भनेर। मौसम कस्तो क्लियर छ। हामी चाहिँ अहिले गोर्खा आइसक्यौँ। यो चाहिँ कत्रो ठुलो अग्लो ब्रिज रहेछ। के हो अरे बुढा यो नेपालको फर्स्ट फ्लाइओभर ब्रिज, स्काई ब्रिज हो। हजुर, कत्रो ठुलो छ। अनि हामी चाहिँ यसमा चढ्दाखेरि आनन्द आकाशमा उडेको फिल भयो। पुरा कोसिस त गरेको थियो तर सारिकालाई नमिलाई राख्न सकिएन। अब चाहिँ हामी खेल्ने ठाउँमा आइसकिसक्यौँ। यो चाहिँ राधे राधे चोक, भक्तपुरको राधे राधे चोक नजिकै रहेको खेल्ने ठाउँ छ। यहाँभित्र चाहिँ बलहरू अनि त्यो यस्तो ट्रम्पलिङहरू धेरै खेल्ने कुरा रहेछ। बच्चालाई एउटै छाना पनि धेरै खेल्ने कुरा रहेछ। पानी पनि छ यहाँ खेल्नको लागि। अहिले आउँछ फिसिङ गर्ने ठाउँहरू यताउता। बच्चाहरूलाई चाहिँ खुसी भए रमाइलो गरे। सारिका चाहिँ उहाँ बलमा लडीबडी खेल्दैछ। को भेट्टै आफ्नो साथी। अनि सोएबले चाहिँ मलाई यहाँबाट फालिदिनु बाबा भनेर उहाँबाट फालिदिँदै हुनुहुन्छ। 1 2 3 गो। अनि यो घुम्ने कुरामा चाहिँ सारिकालाई डर लाग्दो रहेछ। अनि सारिका चाहिँ साथी भए बस्ने नत्र नबस्ने भनेको भएर अङ्कल नि गएर खेल्नुभयो। अनि यहाँ चाहिँ यो क्लाइम्बिङ रहेछ। क्लाइम्बिङमा चाहिँ चढ्नको लागि यो के डोरी लगाएर माथि माथि जानुपर्ने रहेछ। अनि यिनीहरूलाई खेल भनेको घरि यता भाग्ने घरि उता भाग्ने, घरि पिङ खेल्न जाने, नाच्ने गरे यिनीहरू। अनि त्यो डोरी लगाइदिनलाई चाहिँ अङ्कलले खोज्दै हुनुहुन्छ। पहिला सोएबले खेल्छु भनेको भएर सोएबलाई लगाइदिँदै हुनुहुन्छ। त्यो लगाएर चाहिँ हामीले समाउने रहेछ डोरी। अनि उनीहरू चाहिँ माथि माथि जानुपर्ने रहेछ। के हो के कता कता लगाउने। मलाई चाहिँ एकदम यो कन्फ्युज भयो, लगाउन नै आएन है। मैले यताबाट हेर्दै थिएँ। अनि उनीहरू तर क्लाइम्बिङभन्दा पहिला सारिकालाई अनि यता पिङ खेल्नु पर्यो अरे। अनि यता आएर पिङ हल्लाइदिनु भयो नि। म यता आएँ, फेरि सोएबले चढेको हेर्न गएँ। सोएब चाहिँ बल्ल बल्ल जबरजस्ती गरेर जाँदै थियो। कहाँसम्म जाने रहेछ भनेर म चाहिँ नबोली बस्दै थिएँ। फेरि सारिका दौडेर आएर छेकी। अनि माथि जाँदैछ यो डोरी समाएर बस्नुभएको छ बाबाले चाहिँ। अनि जान्छ कि जस्तो लागिरहेको थियो। माथि पुगेको थियो हेलमेट लगाएर। त्यहाँ पुगेपछि चाहिँ जान सकेन कि डराएँ भन्यो। अनि झारिदिनु भयो तल। कस्तो मजाले डोरीमा झुन्डिएर सर्र तान्ने रहेछ यो चाहिँ है। छोरीले चाहिँ यो खेल्छु भन्ने यो के हो यो काठको त्यो पार गर्ने रहेछ। एकदम हल्लिने जिगज्याग, डर लाग्दो रहेछ। अनि म खेल्छु अङ्कल भन्यो चाहिँ। अनि हाँटेको भनेर सिकाउँदै हुनुहुन्छ बल्ल बल्ल। यतातिर आएपछि त बेसरी हल्लिएर डराएर सारिका हिँड्न नि सकिनँ। तर जे भने आई बल्ल बल्ल गरेर भए पनि सारिका फाइनल्ली झरी। अनि यता पछिबाट सोएब पनि आउँदै रहेछ। अनि मैले हेरेँ कस्तो धेरै हल्लिएछ मेरो मोबाइल है। सोएब हल्लिए सँगसँगै मेरो मोबाइल फोन पनि हल्लिएछ। सोएबले चाहिँ पर्दैन मलाई कोही साथी चाहिँदैन, म आफै आउन सक्छु भनेर कराउँदैछ। अनि यो खेल्ने चाहिँ माथि माथि झुन्डिने रहेछ। उसलाई फेरि त्यो पनि खेल्नु पर्यो अरे। तिमीले हिँड्न सक्थ्यौ तर बाबाले समाउनु भयो। फेरि यिनीहरूलाई स्लाइड खेल्नु पर्यो भनेको सोएब चाहिँ त्यही अड्केर। अनि मलाई पनि ट्राई गर्न मन लाग्यो कस्तो रहेछ भनेर। अनि सारिका म पनि खेल्छु आन्टी, अघि भर्खर म पनि हजुरभन्दा पहिला खेलेको भनेर पछि आउँदै थिएँ। मलाई चाहिँ साह्रै हल्लिएर कस्तो
अढी नै गाह्रो भयो जस्तो भइरहेको थियो। त्यही पनि जबरजस्तीमा आएँ किनभने छोराछोरी खेलिसकेँ, मेरो बेइज्जत हुन्छ भनेर म जसरी पनि खेल्नु थियो। त्यही भएर बल्ल बल्ल भए पनि म फाइनल्ली चढेँ। अब पालो आयो सारिकाको। सारिकाले म पनि क्लाइम्बिङ गर्ने भन्न थाल्यो अनि ल हुन्छ भनेर यसलाई पनि चढाउन लाग्यो। सारिका त सुरुमा जाँदा जाँदै डराउँदै थिएँ है, कहाँसम्म जान्छु भनेर जाऊ न जाऊ जाऊ भन्दैछु। डर लाग्यो, म जान सकिनँ अङ्कल भनेर चिच्चाउँदैछु। अनि जाऊ भनेको अनि कसै सक्ने भएन। ल झर त नि तल भनेर झार्दिन लगाएको, फेरि डोरीबाट पनि नझर्ने नि आफै खुट्टाले झर्छु भन्न थाल्यो। सोएबले फेरि म जान्छु भनेर सेकेन्ड पटक ट्राई गऱ्यो। जति पटक ट्राई गरे पनि कसैले यो माथि जान सकेनन्। त्यो सोएब पनि जाने भनेको त्यहीँ माथिसम्म अघि गएको ठाउँसम्म रहेछ। जान्छु कि जस्तो गरेर खुब हिम्मत जुटाउँछ, अरूले खेलेको देखेर चाहिँ म जान्छु बाबा भनेर गएको थियो। तर यो डर पो कहाँ जान सक्छ, यहाँ टेक भनेर सिकाउँदा पनि त्यहाँभन्दा माथि गइ त गएको। डरायो सोएब डरायो। अनि यो चाहिँ एकदम हामीलाई गाडी चलाउन मन लागेर अनि सारिकालाई चाहिँ डर लाग्यो रे, खेल्न मन लाग्यो रे। सोएबलाई चाहिँ साथी नै चाहिएन अरे। अनि सारिकाको साथी म भएँ अनि सारिकाले र मैले गाडी चलाएँ। यति हो कहानी आजको लागि। सो गाइज, हाम्रो भिडियो कस्तो लाग्यो हेरेर सल्लाह सुझाव तथा प्रतिक्रिया दिन नभुल्नु होला। बाई बाई, खत्तम भयो कहानी।